यति बेला चाहिँ हामी सेल पकाउनको लागि पिठोहरू भिजाइरहेको थियौँ अनि धेरै रमाइलो गर्दैछौँ। स्टार्टिङ चाहिँ गर्न पाइरहेको थिएनौँ। सो गुड मर्निङ गाइस। अहिले चाहिँ 4 बजी छ है, बिहानको 4 बजी छ। अनि म चाहिँ यतिखेर किन उठेको भन्दाखेरि चाहिँ आज चाहिँ सेल र कसरी बटार्ने है। अनि हाम्रो मम्मीहरू चाहिँ बिहान 3 बजीदेखिबाट उठेर सेल पकाउन थालिसक्नु भयो। यहाँ चाहिँ रक बाहना आइसक्यो अनि म चाहिँ सेलको बाहनाले उठेको। अनि म पनि जान्छु होला सेल पकाउनलाई। अनि म ट्राई गर्छु सेल पकाउनलाई, धेरै राम्रो त आउँदैन, यस्तै बेला सिक्ने हो। सो अब एकछिन 5 मिनट सोध्छु अनि मात्रै जान्छु। 4 बजी त को उठ्दैन र। म उठ्दाखेरि पछि सबैजना 3 बजे उठेर नै सेल पकाइसक्नु भएको रहेछ कति धेरै है। उहाँले चाहिँ कति धेरै काम गर्नुभएको रहेछ। म चाहिँ 1 घन्टा ढिला उठेछु, 4 बजे उठेको, तैपनि केही छैन। गरिमा आन्टी के छ अब? पहिलोचोटि हालेर राम्रो भइहाल्छ। पहिलोचोटि होइन, अलिअलि हाल्छु। घर कोठा सबै चाहिँ भत्र घोल भएको थियो है। अनि खाटमै हुन्डेको छेउनी, भुइँमै हुन्डेको छेउनी। अनि म चाहिँ एकछिनपछि सेल हालेँ, मैले चाहिँ सेल हालेँ। अनि सेल हालेपछि चाहिँ एकछिनपछि माथि आएर अनि घरहरू अलिअलि सफा गरेँ। अनि त्यसपछि फेरि काममा जानुपर्ने थियो, कसार बटार्ने थियो। सेल चाहिँ पकाउँदै हुनुहुन्थ्यो अनि म चाहिँ कसार बटार्ने बेला भएपछि मात्रै जान्छु भनेर अनि माथि कामहरू गरेँ। यति बेला चाहिँ मैले सबै कोठाहरू क्लिन बनाएँ, निट एन्ड क्लिन बनाएँ। कस्तो भिड भइरहेको त? एकदम रमाइलो। रमाइलो मात्रै? नाच एकचोटि नाच भन्छु। अरे ह्याप्पी बर्थडे भनेर नाच। अब चाहिँ कसार बटार्नलाई धमाधम भएको छ है। उज्यालो पनि भइसक्यो। कोही खुदो लिएर आउने अनि छिमेकीहरू सबैजना, गाउँको मान्छेहरू सबैजना मिलेर चाहिँ कसार बटार्ने। कहिले मुस्ने, कसैले खुदो लिएर आइदिने गरेर रमाइलो गऱ्यो है। एकदमै धेरै रमाइलो हुने क्या। हाम्रो घरमा चाहिँ यस्तो कार्य फर्स्ट टाइम भएको अनि हामीलाई झन् डबल खुसी मिलेको क्या है। धेरै रमाइलो हुँदो रहेछ यस्तोमा चाहिँ है।
यो चाहिँ हाम्रो मेन गणेश पौराणिक भन्ने हुँदो रहेछ कसार बटार्दाखेरि अनि म र मेरो दिमाइली दिदी चाहिँ ऊ परेको थियो यस्तो गर्नलाई विद्या बनाउनु ल ए सुपारी चाहिँ यहाँ राखेन सुपारी बाहिर राख्नु ल यो चाहिँ गणेश हो यस्तो बनाएर राख्नुपर्छ अरे अनि हामीले चाहिँ गरे हामी दुइटाले चाहिँ यस्तो बना गणेश पारेर बाहिर आउँदा चाहिँ झन् धमाधम अझै धेरै मान्छेहरू चाहिँ आइरहनु भएको रहेछ है अनि मजाले गफ गर्दै रमाइलो गर्दै सेल कसारहरू चाहिँ बटार्दै हाम्रो सेल र कसार हेलो गौरिका हेलो गर सानी हेलो गर हेलो गौरिका हेलो गरिदेऊ न हाई गरिदेऊ हेलो गाइज हो न हामीले चाहिँ बिहानको सबै काम सक्यौँ अनि अब चाहिँ दिउँसो हाम्रो फ्री टाइम भयो अनि हामी चाहिँ यस्तो राम्री भएर हिँड्दा छौँ दिदी चाहिँ अगाडि चाहिँ मुदासित चाहिँ म चाहिँ यहाँ छु म चाहिँ कस्तो भइरहेको छु है आमा यो यस्तो राम्रै भएपछि म चाहिँ कति नराम्रो छु कस्तो राम्रो सुहाएको यसलाई चाहिँ वाह 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 त्यसको भाग यो पालन मुना म तेरो नाकको पोरा भित्र त्यो आउँछ यति फास्ट त के सुन्नु है यिनीहरूले के पूजा गर्नु दिदी बहिनीले तीनपट्टि यहाँ छ त
यो चाहिँ वर्तमानमा भिख माग्नुपर्ने एउटा चलन हो। त्यही भएर भिख माग्दैछन् यिनीहरू चाहिँ मामाहरूले चाहिँ थाप्दै यिनीहरूले चाहिँ भिख माग्दै हिँड्नुपर्छ एउटा चलन हो। कस्तो फिल भइरहेको छ तँलाई? अब वर्तमान गरिसक्यो अब के जान लाइसा हो को चाँडो? दादाको लुगा छ नि कान्छी हेर्न, दादाको लुगा छैन दिदी रे। सानी यता हेर, दादाको लुगा छैन। बिचरा त सानो भएन, मोबाइल छैन हाल्दैन बिचरा। यो बेला चाहिँ बाजा भइदियो मजा आउँथ्यो है। मामाले बोल्नु भइहाल्यो नि। यो गौरीका हो। मान्छे त छैन। राम 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 लडिन्छ लडिन्छ ओइ लडिन्छ ल। भिडियो गरे भावनामा छ। छुट्या भने जस्तो भइगयो नि त यो त। यो त छुट्या भने जस्तो भइगयो नि त। राम 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 त्यो
तक्लिया यहाँ आउने एकचोटि तिमी तक्लिया तक्लिया त्यस गरी क्या पढाइ तक्लिया अरे भाई टक लिया नहीं टक लिया आज पुरै चलिरहेको छ प्रोग्राम है हामी चाहिँ यता के भन्नु फोटो खिच्दा लाग्यो मोबाइल आउनु भयो त्यही हो राम्रोसँग आज चाहिँ भिडियो बनाएन है मैले तर त्यही हो स्टेसनमा लगाइरहेको छ नि यहाँनिर चाहिँ सुशील तक्लिया मेरा बाप तक्लिया तक्लिया मेरा बाप तक्लिया कस्तो तक्लिया अरे भाई टक लिया नहीं टक लिया सुशील दादाको त खोलिदिन्छु अनि यसरी चाहिँ आज दिनभर बिते है तर आज चाहिँ मैले धेरै भिडियोहरू लिन पाइनँ किनकि आफ्नै घरको यत्रो ठुलो कार्य हुँदाखेरि अब धेरै गाह्रो हुन्छ नि त मतलब अब पाहुना पाछा यताउति हुन्छ नि त त्यही भएर भिडियोहरू चाहिँ धेरै लिन पाइनँ सो अनि म चाहिँ अब अहिले त अँध्यारो भएको त छैन तर पनि म चाहिँ माथितिर कामसाम गर्छु होला काम त के गर्नु आन्टीहरूले गर्दै हुनुहुन्छ अनि म चाहिँ सुतेर उठेँ भर्खर त्यही हो आज चाहिँ मैले धेरै भिडियो लिन पाएन त्यही कामको कारणले गर्दा अनि त्यो चाहिँ अलि दुःख लागिरहेछ त्यही भएर मैले सकेसम्म गरेकै छु यो चाहिँ हाम्रोले भेटिसक्यो सबैजनालाई अनि चाहिँ फेरि फोटो खिच्न गएर छ एक निन्द्रा सुतेर अनि यो र म अगाडि दिदीहरू छन् यता अनि त्यही हो रात पर्न आँट्यो यो फोटो सेसन त लाग्छ अब चाहिँ हाम्रो तिनीहरू उता छ फोटो खिच्दा खिच्दै पागल भइसकेका छन् यतातिर मेरो खुट्टाको चप्पलको त राम्रो यार छ्या मान्छे चाहिँ यस्तो जुत्ता चाहिँ यस्तो
कसको के हो यो सबै मेरो पैसा हो। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक परिवार। हेर्नु न तिमीलाई चाहिँ कस्तो थाहा छ होला? त्यही हो। कसको म भनौँ पत्ता लाएर बस्छ किनकि सबैभन्दा ठुलो हाम्रो खाममा चाहिँ 1 रुपियाँ नहाल्ने जनताहरू नि भेटिन्छन् यो संसारमा। त्यस्तो भन्नु हुँदैन चाल। हाम्रो चाहिँ पाहुनालाई सेल के अरे सेल दिन नपुगेर फेरि आन्टी पकाउँदै हुनुहुन्छ यहाँनिर। यो भन, यो भिडियो भन। किन? के रे भनिस् के बिचमै? के अरे आन्टी फेरि सेल पकाउँदा कस्तो फिल भइरहेको छ? एकदम रमाइलो। मैले भने हाम्रो चाहिँ पाहुनालाई यो सेल पठाउन नपुगेर फेरि बनाउँदा हो। व्रत मान्छे हिजो फेरि सेल पकाउनु चाहिँ आज हाम्रो चलन छुट्टै छ नि त। सिन्धुपाल्चोक जिल्लाको नयाँ बस्तीमा यस्तै छ चलन, नयाँ चलन। त्यही भएर हो क्या। यहाँ चाहिँ एउटा नयाँ सिक्दैछ। यसलाई चाहिँ सेल पकाउन आउँदैन, मलाई चाहिँ आउँछ खत्रै पारेर। सेल पकाउन नआउनेको 10वटा कुरा। सबजना आफ्नो काममा व्यस्त। उतापट्टि यस्तो चाहिँ कलुवा हाल्न हाल यहाँ हाल्दा त जसले नि हुन्छ नि। मेरो नाम लेखिदिनु न आन्टी। मैले त लेखाएको छु त अस्तिकोमा। ओ भाग्य भएको यो धिक्कारो सर्प बनाई सर्प सर्प पानको पात बनेको छ सेल्जी बाबु। ए यो त काम नलाग्ने केटी हो। कमन ए यहाँ यो बनेराको बादर नि जा उता यो भिडियो बनेराको बादर नि ओ कति राम्रो भयो तर जस्तै लाग्यो। होइन राम्रै भयो। खाना बनाउँदा कस्तो फिल भएर सबैजनालाई खाना खुवाएर। सानी गौरी के काली धर्मेश हाम्रो सुशील तक्ले एकचोटि तक्लु देखा त। 3 दिन भयो नि पुरो भइसक्यो यहाँ।
के रोस्ट सोस्ट पनि पकाएको छ क्या रोस्ट तेरो दिन भइसक्यो के भयो रे सानी के ह्याङ भयो हजुर दर्शक बिगिन हो या को कोले राम्रो काम गरे को कोले नराम्रो काम गरे भने कस्तो फिल भइरहेको त के ल जा त कस्तो भइरहेको ओहो दिदी म त तपाईको बिग फ्यान म त तपाईको सब्स्क्राइबर अटोग्राफ ल ल पानी बिग फ्यान हो बिग फ्यान बिग फ्यान ल ल आन्टी भन्नु बिग फ्यान हो ल मम्मी बिग फ्यान भन्नु न म पनि बिग फ्यान बिग फ्यान हुनु न बिग लेग बिग फ्यान हो यिनीहरु सबैजना हो सब्स्क्राइब हो ल सबैले सब्स्क्राइब गरिदिनु होला भन् सबैले सब्स्क्राइब गरेर 1 मिलियन छिटै पुर्याइदिनु 1 मिलियन पहिला त्यो हजार मेरोमा आउँछ कुमार सानू की आवाज में ओ लड़की ओ लड़की ओ लड़की Bye. Love you guys.